हे गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ मैले एउटा मल्टिप्लक बनाउन गइरहेको छु। हामीलाई चाहिँ मल्टिप्लक बनाउनको लागि चाहिँ एउटा पीवीसी पाइपको सिटहरुबाट अथवा कुनै पनि सिटहरुबाट चाहिँ यस्तो बक्स टाइपको बनाउनु पर्छ। यो चाहिँ लेन्थ चाहिँ 16 सेन्टिमिटर अनि ब्रेथ चाहिँ 9 सेन्टिमिटर राखेको छु मैले। हजुरहरुले चाहिँ जति पनि राख्न सक्नुहुन्छ। हजुरलाई कत्रो खालको चाहिएको छ भन्नेमा डिपेन्ड हुन्छ। त्यस्तै गरेर हामीलाई अर्को चाहिन्छ एउटा यस्तो मैले यो पनि पीवीसी पाइपको सिटबाटै काटेर सानसानो यो पिसहरु होलहरु बनाएको छु। पिसहरु काटेर यहाँ होल बनाएको छु यति, अनि यता नि होल बनाएको छु, अनि यति भयो। अनि हामीलाई चाहिन्छ यस्तो पिनहरु 4 वटा, अनि एउटा इन्डिकेटर, अनि यो पिन पनि, अनि एउटा यो 2 पिन सकेट, अनि त्यसपछि हामीलाई चाहिन्छ एउटा यस्तो खालको वायर। अब हामी सुरु गरौँ है त। सबभन्दा पहिला चाहिँ हामीले यसलाई लगाउँछौं। यो यहाँ हुन्छ। यसलाई चाहिँ मैले यहाँ सुपर ग्लुले चिपकाउँछु। यसलाई चाहिँ यस्तै गरेर मैले चाहिँ यो सबै 2 पिन सकेटहरु चाहिँ यो बोर्डमा फिक्स गरिसके। अब चाहिँ हामीले यसमा वायरिङ गर्नुपर्छ। यसमा वायरिङ गर्नलाई चाहिँ मैले एउटा कपर वायर लिएको छु। अब हामीले चाहिँ यसलाई यसरी जोड्नुपर्छ सबैमा गरेर। ल त्यस्तै गरेर मैले चाहिँ यहाँ दुईटै टर्मिनलमा मैले कनेक्सन गरिसके है। अब हजुरहरुले नि यसरी नै गर्न सक्नुहुन्छ। अब चाहिँ हामीले चाहिँ यसको काम भ्याइयो। अब चाहिँ हामीले यो यसमा चाहिँ काम गर्नुपर्छ। अब मैले चाहिँ यसलाई कस्तो बनाउँदै छु भने यो केही गरी यो बिग्रिहाल्यो भने पछि यसलाई खोलेर बनाउन मिल्ने तरिकाले बनाउँदै छु। हजुरहरुले यतिकै ग्लु लगाएर फिक्स गर्न पनि सक्नुहुन्छ, नभए मैले गरे जसरी गर्न पनि सक्नुहुन्छ है त। अब मैले चाहिँ हेरि यस्तो पिसहरुलाई चाहिँ यहाँ ग्लुले टाँस्छु है त। ल है त मैले त्यस्तै गरेर यहाँ यो 4 वटा प्लेटहरु फिक्स गरिदिसके। अब चाहिँ हामीले चाहिँ यसको बीच सेन्टर मिलाएर यहाँ चाहिँ होल गर्नुपर्छ। र छिटोमा होल गरेर हजुरहरुलाई देखाउँछु है त। साथसाथै यसमा पनि हामीले होल गर्नुपर्छ, किनभने मैले चाहिँ यहाँ स्क्रू कस्ने बनाउन लागेको छु कि यसरी। यसको पनि यहाँ होल गर्नुपर्छ। ल म छिटो होल गरेर हजुरहरुलाई देखाउँछु है त। ल है त त्यस्तै गरेर मैले यहाँ 4 ठाउँमा होल गरिसके। अनि त्यस्तै गरेर यो बोर्डमा पनि मैले होल गरिसके। अब चाहिँ हामीले यो बोर्डको चाहिँ यतापट्टि साइडमा इन्डिकेटर भएको साइडतिर चाहिँ अब हामीले होल गर्नुपर्छ। हजुरहरुले यता जतापट्टि होल गरेर नि हुन्छ। म चाहिँ यतापट्टि इन्डिकेटर राख्नेतिर होल गर्छु। हेरि यहाँनिर छिटो होल गरेर देखाउँछु है हजुरहरुलाई। हेर्न सक्नुहुन्छ यहाँ होल गरिसके। हल्का बाङ्गो भएछ, केही हुँदैन यो बाङ्गो भएर है त। अब हामीले यसमा चाहिँ वायरिङको काम गरौँ है त। अब मैले वायरिङमा चाहिँ हेरि यो खाले तार लिएको छु। यो तारलाई चाहिँ सबभन्दा पहिला हामीले यो होलबाट छिराउनुपर्छ। यो होलबाट छिराएर चाहिँ यो जुन कड छ नि, यो कडको चाहिँ यो पोइन्टमा जोड्नुपर्छ। हामीले चाहिँ यसमा
यो गराउँदाखेरि चाहिँ सिरिज कम्बिनेसन नगरिकन प्यारेलल कम्बिनेसन गर्नुपर्छ। त्यसो भए चाहिँ ठिक हुन्छ। नत्र सिरिज कम्बिनेसन गर्यो भने चाहिँ जति लोड हाल्यो त्यति भोल्टेज कम हुँदै जान्छ कि। त्यस कारणले हामीले चाहिँ यो प्यारेलल कम्बिनेसन गर्नुपर्छ। ल अब चाहिँ हामी यसलाई चाहिँ यहाँ फिक्स गरिदिउँ है त। यसको काम भ्याइयो। अब चाहिँ हामीले यसमा स्क्रु कसौँ। म स्क्रु कसेर हजुरहरूलाई देखाउँछु है त्यसो यसको चाहिँ है त। हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ 4वटा स्क्रु कसिसकेँ है त। अब चाहिँ हामीले चाहिँ यसमा यो टुपिन हाल्नुपर्छ है त। टुपिन हाल्नको लागि चाहिँ सबभन्दा पहिला हामीले यसलाई खोल्नुपर्छ। हामीले दुईटा मेटलको सकेट निस्किसकेपछि हामीले चाहिँ यो सकेटमा चाहिँ यो तारलाई चाहिँ हामीले यसो बङ्गाएर छिराउनु पर्छ। अब हामीले यो कालो तारमा पनि यस्तै गर्नुपर्छ। अब चाहिँ हामीले यो कभरमा यसलाई फिट गर्नुपर्छ है त। सबभन्दा पहिला चाहिँ हामीले यसलाई गाँठो पारौँ, नत्र फेरि यो तान्दाखेरि चाहिँ फुत्किन सक्छ कि। त्यही भएर मैले चाहिँ यसलाई गाँठो पारेँ। हजुरहरूले गाँठो नपार्न पनि सक्नुहुन्छ। गम लगाएर टाल्नु पनि सक्नुहुन्छ हजुरहरूले। ल मैले चाहिँ यसलाई कसेर गाँठो पारिदिइसकेँ। अब चाहिँ हामीले यसलाई यहाँ फिट गरौँ है त। अब हामीले स्क्रु हालौँ है त यहाँ। ल अब चाहिँ हामीले यसको टेस्टिङ गरौँ है त। टेस्टिङ गर्नलाई चाहिँ मैले यहाँ जोड्छु। अब हेर्न सक्नुहुन्छ यहाँ लाइट बलिसकेको छ। अब चाहिँ यहाँ मसित यो मेसिन छ, यो मेसिन चाहिँ टेस्ट गरेर देखाउँछु है त। सरी यो चाहिँ मिल्दो रहेछ यसमा। म यसलाई चाहिँ यसमा चाहिँ सोल्डिङ आइरनलाई टेस्ट गरेर देखाउँछु। हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ रातो बत्ती इन्डिकेट गरिसकेछ। हजुरहरूले पनि यस्तै नै बनाएर पैसा बचाउन सक्नुहुन्छ है त। भिडियो मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है त।